हेलो एभ्रिवान, वेलकम टु माई अनदर मिनी ब्लग। आज चाहिँ शनिबार। मेरो छोरा चाहिँ मभन्दा अगाडि उठ्छ र यसरी बोकेर काम गर्नुपर्छ होइन। अनि आज शनिबार भेटाएको वेदर चाहिँ चिसो चिसो थियो बिहान। त्यस पछाडि मैले भाँडामा दुध बसाएँ अनि यो कुकरमा चाहिँ आलुदमको लागि आलु बसाएको अनि यसमा चाहिँ पाक्दैछ चना। अनि नानी बोकेर यसरी पकाउनुपर्छ, के गर्नु, आफूभन्दा छिटो उठ्यो छोरा। अनि बालो आयो बाहिरको दोकान राख्ने। अनि मेरो बुढा चाहिँ यहाँनिर पानी थाप्नुहुँदै थियो र मैले बाहिर दोकान पनि राखिसकेँ। यसरी खाजाको साथसाथ अब यसरी पनि राख्छु। अनि त्यसरी अन्डा लिनु गयौँ हामी आमा छोरा पैसा बोकेर भन्दै म एउटा हात्तीको नोट देखाउँदैछु। अनि यता मेरो मम्मी चाहिँ सेलरोटी बनाउनु हुँदैछ तातो तातो। अनि म चाहिँ मम्मीले चाहिँ मलाई यो भिडियो बनाउँदा चाहिँ कस्तो हाँस्यो, भिडियो बनाएको भन्नुभयो नि, भनेको। अनि शान्ति खाजा घर भन्न भन्नुभयो क्या। अनि मैले अब मेरोमा राखेको लाउँछु नि त, अनि के भन्नु अरे भनेको त्यहाँनिर हाँस्नु हुँदैछ। शान्ति खाजा घरमा बस्छ तातो रोटी भन्न भन्नुहुन्थ्यो क्या। अनि यसरी मम्मीले पोल्नुहुन्छ। अनि यता मैले अन्डा अघि लिनुको अन्डा नि बसाउनुको लागि रेडी गरेँ। त्यसरी पानी पर्नु थाल्यो एक्कासी भेटामा बिहानै। अनि हल्का पर्दै थियो। अनि काम गर्दै मेरो छोरा चाहिँ यसरी मैले ब्यागबाट निकालेर राखेँ। अनि सबै सामानहरू पाकिसक्यो। बाई बाई, थ्याङ्क यू फर वाचिङ।